नमस्कार सम्पूर्णमा नयाँ भिडियोमा नयाँ मान्छेबाट हजुरहरूलाई स्वागत छ। म धेरै दिनपछि भिडियो अपलोड गर्दैछु र भिडियो ढिलो आउनुको मुख्य कारण चाहिँ मेरो प्रेग्नेन्सी जर्नी थियो र यो जर्नी सफल पनि भयो। हाम्रो परिवारमा एक नयाँ कन्याको जन्म भएको छ र तिनै प्रिय कन्याको आज न्वारन परेकोले म एउटा छोटो भिडियो बनाउन गइरहेको छु र हाम्रो सानो नानुको यो भिडियोलाई पनि धेरै माया र आशीर्वाद दिनुहोला भन्दै यो भिडियो सुरु गर्नेछु। यहाँ हाम्रो आजको पण्डितजी हुनुहुन्छ। पण्डितजीबाट आजको प्रथम कार्य घर चोख्याएर हुँदैछ। अब हामी गुरुबाद्वारा पञ्चामृत लिँदैछौँ। अनि यो पनि जानकारी गराउन चाहे कि अहिले हामी बुवा आमाहरू पनि आइसक्नुभयो। हामी सँगै बनारसमै छौँ। केशवाय नमः, ओम माधवाय नमः, ओम गोविंदाय नमः। यहाँनिर गुरुबाले हामीलाई पञ्चामृत शुद्ध तरिकाले कसरी खाने भनेर सिकाउँदै हुनुहुन्छ। यदि हजुरहरूलाई पनि थाहा छैन भने यहाँबाट सिक्नुहोस्। अब पूजा कार्य पनि सुरु हुँदैछ र म यहाँनिर छोरीलाई पनि नयाँ कपडामा तयार गरिसकेँ। अनि यता म पनि तयारीमै छु। अब भने पण्डितजीको न्वारन कार्य विधि हेर्नमा व्यस्त सँगसँगै आजको म भिडियोग्राफर र बुवा आमा श्रीमानजी पण्डितजी सँगसँगै काम कार्यमा व्यस्त हुनुहुन्छ। ओम गंगे जमुने जगदा अवरे पाले पालो त्यहाँ यस्तै गर्दै शिरमा लानुहुन्छ जल नव मार्ग तपाईले भाग तपाईले सुन्नु त पाछो तपाईले आदि तरिका हम दर्शन गर्दा तस्मै सुदान जान तस्मै सुदा आदि तरिका तस्मै सुदा तस्मै सुदाहा अनि त्यो तरिका आइने के हो हम देह सुजातो सी बना सुसी जो है पता क्या लगा आसन में जान सुधार है नो सुधे के मालिक चाली हम तस्वीर सुधाए ओम ओम देह सुजिला आफ्नो स्वरूप तो एक नम्बर ले आमा त्यो कुरा है पाद राख्नु भयो हो त्यो पाद देह सुजि आदमी वस्त्र आफ्नो कपडामा छिप्नु ओम देह सुजि आदमी वस्त्र सर्वांग छिप्नु ओम जमिनतिर छिप्नु ओम पृथ्वी तो आसन बन ठाउँमा ओम आसन सुजि बस्न तस्वीर सुधार इत्यादि हम तस्वीर पाद उर्तशे पद्माघं शूद्र अजायतः वनस्पतयः रसोधूप विश्ववायुश्वमानः सहस्रनो दिवाशैष्पातुनस्तम नमस्ते मुन्देरिप्रेतमानित्यादिग्रह ओम दीपनारायण भो नमो नमः भूया वत्स यातिष्ठाय भो नमः कर्मशान्ति दीपनारायण भो नमो नमः और भो नमो नमः चन्दनम् असितं पुष्पं समर्पयामि।
समर्पयामि आदित्यादिगतिलानि पञ्चामि शुद्धं समर्पयामि ओम कर्णसाध्य बनानुवे नमः मार्थ नमस्ते सहस्रमुदे सहस्रवादी शिश्रवादी सहस्रकोटि चौधरी नमस्ते आसन ध्यानम समर्पयामि ओम दीपनारायण नमः एउटा फुल चढाइदिनुहोस् ओम दीपनारायण नमः चन्द्रमासन फुलको एउटा पात चुडाएर चढाउनुहोस् है अब फुल्दैन अहिले फुल्दैन नानी एमा केमा चढाइदिनु चेतेर राख्नुको फुल समर्पयामि ओम दीपनारायण नमः चन्द्रमासन पुष्पम समर्पयामि अब कलशको ध्यान गर्नु पर्यो ओम कलश रुधे कुच्छतु सारणीगोदम तस्मै सुदा इत्यादि ग्रहम तस्मै सुदा कलशभ्यो नमः चन्द्रमासन पुष्पम समर्पयामि कलशको के हुन्छ भनेपछि कलशको तल विधि हुन्छ माटो धनमजी दिनाथ ओम धान्यमजी दिनाथ परमात्मा छन्दे छन्दे ओम तस्मै कलशको ओम कलशमुखको सुरुमा तस्मै भ्यो नमः यागच्छ यतिष्ठ याम पूजा कर्णं तादेषु प्रसन्न ओम कलशभ्यो नमः तस्मै सुदा हिरण्यस्मै दिव्यादि इत्यादि ग्रह नाम देव्यां तस्मै शोधा कलशभ्यो नमो नमः चन्द्रमासन पुष्पम समर्पयामि अब गणेश भगवानलाई फेरि चन्दनासित फुलेर फेरि ध्यान गर्नुहोस् हरि ओम आनन्द ओम धूपं समर्पयामि आदित्यादेव नमो नमः चन्द्रमासन पुष्पम समर्पयामि अब चाहिँ घिउमा या नभए घिउमा तेलमा बनाएको रोटी चाहियो 9 पिस चाहियो 9-10 संजय नायता तो 10 वन्दे पुनातु चिवे पुनातु केशवाय नमः वन्दे पुनातु खानु त्यस्तो छँदै छैन त गइरहेको छैन न त भने मुख बिहार कस्तो हुन्छ पुनातु वन्दे पुनातु ल हामीले अब दीप कलशको पूजा गर्यौँ 4 वेदको पूजा गर्यौँ अब यसपछि पूजा हुन्छ 9 ग्रहको 9 ग्रह मध्ये सबभन्दा पहिला सुरुमा पूजा हुन्छ सूर्य ग्रहको सूर्य ग्रहलाई रातो अक्षता रातो फुल लिएर ध्यान गर्नुहोस् हिरण्यमिद्रदा हिरण्यना सविता रत्नदेवेरि वननवदनं जलावनं काश्यमानतं रवि सर्वागं सूर्याभ्यो नमो नमः भो सूर्य हे कलिङ्गदेशं काश्यवदनं रतं भूषणयागच्छति सर्वजगं ताजतवन्नं घुंजोद्यं महेदं जेताय महेदविष्णाय शुक्रः शनि राहु केतवः सर्वे ग्रहाः शान्ति भवन्तु सूर्ये सौम्ये ब्रह्माय सुविदं बुधगुरुश्च सुकृतः सुखं चं सन्द्राजं कवचं तस्मै कुलदेव नित्यं ब्रह्मं भवन्तु मे सर्वदा ओम नमो ग्रह शान्ति स्वस्तिर्भवन्तु ओम नमो ग्रह शान्ति स्वस्तिर्भवन्तु अब फेरि ब्राह्मण वर्णन गर्न पर्यो ब्राह्मण वर्णन भनेको ल पुनः एउटा पूजामा जाँदाखेरि 53 आइटम राखेको छ आशा नाफी राख्दै हुन्छ नाके राख्छ भन्दा नाके भन्दै बता ना बुढो बुढो मलाई त्यहाँ लाग्यो लिस्ट पठायो कि घोकी टोपी सबै बनियान सबैको बस 10-15 मिनेट आउन गरेछ अनि गएछ नाम के राख्यो अन्त नाम त भन्दै भएन भने त्यो सोध्नु भन्छ नि नाम आफै आफ्नो नाम भन्नु सहस्रवादी शिश्रवादी सहस्रकोटि चौधरी नमस्ते आसन ध्यान समर्पयामि परमदेव नमः पुष्पं समर्पयामि फुलाइदिनु पुष्पं समर्पयामि नमो बालामणि भ्यो नमो यागच्छ यतिष्ठवद्रकं तादृश प्रसन्न भव यो मलाई टिका लादिनुहोस् ओम नमो देवाय गोकुलिताय जगदीशाय कृष्णाय गोविन्दाय नमो नमः ओम दो शांति पृथिवी शांति रावः शांति रुकादयः शांति ब्रह्मा शांति वैश्ववेदा शांति अंतरिक्ष शांति सर्वं शांति क्षमा शांति हरि ओम शांति पृथिवी शांति रावः शांति रुकादयः शांति वनस्पतयः शांति ब्रह्मा शांति विश्ववेदः शांति अंतरिक्ष शांति पृथ्वी शांति नवग्रह शांति सर्वं शांति क्षमा शांति क्षमा शांति हम तस्मै श्रोताय तस्मै कृताय यावद्याय जहाय तो बिंबाहु केवलयते लायाचाले पंचदशतरं समर्पयामि इत्यादि यो नमः यागच्छ यतिष्ठाय पूजाकरणं तादेषु प्रसन्नं इत्यादि नमः यागच्छ यतिष्ठाय पूजाकरणं तादेषु प्रसन्नं नवग्रह शान्ति स्वस्ति भवन्तु ओम दो शांति पृथिवी शांति यावः शांति रुकादयः शांति वनस्पतयः शांति विश्वदेवा शांति अंतरिक्षे शांति सर्वं शांति क्षमा शांति पृथ्वी शांति रावः
मिडियाले देखाएर तपाईँ मान्छेलाई थाहा छ त्यहाँ कलशमा राखिदिनु पैसा कलशमा राखिदिनु त्यो सामान त्यहाँ अगाडि उचालेर यहाँ गइरहनु साइडमा राख्नु अब यहाँ कपुर त्यसलाई जगाउनु पर्छ माचिसबाट ट्याक्क झालुका खोल्दै हुन्छ है त्यो दुई ढोकाबाट बन्द गर्नु घाँस हुन्छ बच्चा बच्चा गर्छ अग्नि जन्म अग्नि गर्भमा थिएँ अब अग्निको जन्म भयो भनेर बुझार्नुहोस् अग्नि जन्म भगवान बनाउँ चन्द्र अवस्था पुष्प समाज बिहानी हुन् साहित्य कर्म भ्यौनमा छिटो बुझार्नु तल 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 साहित्य कर्म भ्यौनमा अन्न प्रश्न साहित्य कर्म नारायण कर्मले भ्यौनमा चन्द्र अवस्था पुष्प समाज बिहानी ओम श्रावण श्रावण स्वाहा स्वाहा ओम उदशवर्मा भूषु ध्वजायतः स्वाहा ओम नाभ्यमाशिनुरुषे शिष्णुरुषम स्वाहा ओम स्वाहा ओम महादिगणपतये स्वाहा ओम शिवाय भगवान भगवान शंकराचार्य शिवाय स्वाहा ओम त्रिवेदामहे स्वाहा ओम दीनानाथाय स्वाहा ओम विष्णुभ्यो स्वाहा ओम सरस्वती मातृष्ठा सरस्वतीभ्यो स्वाहा ओम आजको हाम्रो न्वारानको कार्यविधि पनि समापन भयो। अब भने हाम्रो फोटो खिच्ने पालो। त्यसपछि हामीले फ्यामिलीहरूलाई बाँड्नको लागि मिठाईहरू ल्याइसकेका छौँ र हामी यो मिठाई बाँड्ने काम सुरु गर्नेछौँ। आज हाम्रो छोरीको न्वारानको दिन मैले यो खुसियालीमा सबै फ्यामिलीवाला दिदीबहिनी दाजुभाइ र मेरो साथीभाइहरूलाई मिठाई बाँड्दैछु र यो मिठाई बाँड्नेको सुरुवात मेरो छोरीको हातको स्पर्शबाट म गर्दैछु। अर्को पनि स्पर्श गर्ने। मेरो भिडियो हेर्नुहुने धेरैलाई मैले मिठाई दिन अवसर त मिलेन र मिल्दैन पनि, कतिपय धेरै टाढा हुनुहुन्छ। त्यसको लागि त्यसको बदलामा धेरै माया हजुरहरूलाई र मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। Goodbye.